इमान्दारिता सबैभन्दा ठुलो कुरो, त्यो जरुरी छ। अप्ठ्यारोहरू आउँछन्, कठिनाइहरू आउँछन्, हिँड्दै जाँदा ठेस लाग्न सक्छ, ती कुराहरू हात्तिनु हुँदैन। र मलाई लाग्छ टेकेको धरातल र समयको हाँगो छोड्न हुँदैन, म को भनेर बिर्सिन हुँदैन। र आफ्नो कर्ममा एकदमै कर्मशील उतार चढाव आउँछ, तपाईँको स्वास्थ्यमा उतार चढाव आउँछ, तपाईँको व्यवहारमा उतार चढाव आउँछ, तपाईँको समय विभिन्न खालकाहरू आउन सक्छन्। ती छल्दै ती पन्छाउँदै हिँड्ने कोसिसमा छु। र मेरो सबैभन्दा कुरा म आफ्नो कर्ममा चाहिँ इमान्दार हुन प्रयास गर्छु। इमान्दारिता सबैभन्दा ठुलो कुरो, त्यो जरुरी छ। अप्ठ्यारोहरू